कथाहरू कता कता छन् जान्नुपर्छ, मान्छेहरूसँगको सङ्गत बुझबस संवाद साटासाट गर्नुपर्छ, यी कुराहरू चाहिँ सिकाएको छ र म निरन्तर सिक्ने क्रममै छु। हजुर भर्खरै सुर्खेत नेपालमा धेरै ठाउँमा यात्रा गरेर आउनुभयो, के कस्तो थियो ती यात्राहरू, ती अनुभवहरू? यात्राहरूमा मैले प्रत्यक्ष मेरा प्रिय पाठकहरूसँग संवाद गर्ने मौका पाएँ, पाठकका प्रतिक्रियाहरू लिन पाएँ। त्यसो त किताब चमेलीको फुल बैजनीहरूमा भर्खरै 1 महिना मात्रै भएर सकेको, कतिपय पाठकको हातमा पुग्न पाएको छैन, कतिपय पाठकले पढ्दै हुन्छ, प्रतिक्रिया दिने क्रम जारी छ। तर पाठकहरूको सँगको संवादले मेरा पुराना किताबहरूसँगको सम्बन्धले हामी जोड्यौँ। उहाँहरूले समर्पणका कुरा गर्नुहुन्छ, प्रिय सुखीका कुरा गर्नुहुन्छ, किशोरियाका कुरा गर्नुहुन्छ। म आफू पनि लेखनमा रुचि भएको, कसरी लेख्ने, कसरी लेख्न सिकाउनुहुन्छ, के आइडिया दिनुहुन्छ, के टिप्स दिनुहुन्छ, यी कुराहरू बारेमा पनि संवाद भए र त्यो संवादले मैले उहाँहरूलाई भन्दा पनि उहाँहरूबाट पनि केही कुराहरू सिक्न पाएँ जस्तो मलाई लाग्छ। हजुरले पाठकको रुचिको कुरा गर्दाखेरि सायद म पनि यहाँ मध्ये एउटा पाठक हो जसलाई एकदमै धेरै रुचि भएको। अनि मैले सायद सुबिन भट्टराईजीलाई चिनेकै फर्स्टमा समर लभबाट स्कुल लेभलमा थिएँ, त्यतिखेरदेखि अहिलेसम्मको बिगेस्ट फ्यान भने म आफूले चाहिँ हजुरको अगाडि चिनाउन चाहेँ। अनि मलाई त अलिकति चाहिँ लेखनमा चाहिँ रुचि छ, त्यही भएर के जान्न चाहेँ भनेपछि हजुरको सानैदेखि लेखनमा रुचि थियो कि समय र परिवेश अनुसार हजुरको रुचि बढ्दै गयो? लेखनमा त सानैदेखि रुचि थियो। मैले जब स्कुल लेभल चाहिँ क्लास 1 पढ्दादेखि नै मलाई म्याथ र साइन्सभन्दा पनि नेपालीका कथाहरूमा, कविताहरूमा, त्यसै गरी निबन्धहरूमा रुचि लाग्थ्यो। म ती किताबहरू कक्षा चढ्ने बित्तिकै, क्लास सुरु नहुने बित्तिकै अगाडि नै सबै चिजोलेर खाइसकेको हुन्थेँ। मलाई कविता लेख्न मन पर्थ्यो, कथा लेख्न मन पर्थ्यो। म कविताहरू लेखेर रेडियो नेपाल जान्थेँ। रेडियो नेपालमा हरेक शुक्रबार कविता भाषण हुन्थ्यो। म त कविता भाषण गर्ने मौका पाउँथेँ भनौँ, सेलेक्ट हुन्थ्यो कविता। त्यसरी चाहिँ साहित्यमा रुचि जाग्यो बच्चा बेलामा। त्यति मात्रै होइन, मैले सानैदेखि नै एउटा भनौँ न सङ्गत त्यस्तै खानु पाएँ जसले चाहिँ कविता लेख्नेलाई, साहित्यलाई प्रेम गर्नलाई एकदमै प्रेरणा दिन्थ्यो। मैले सुरु पनि त्यस्तै पाएँ, जहाँ मेरा सर अफिसरहरू, प्रिन्सिपलहरूले चाहिँ मलाई लेख्नुपर्छ, राम्रो लेख्ने भन्ने कुरा, त्यो खालको चाहिँ वातावरण दिनुभयो। मेरो स्कुलमा पनि विभिन्न साहित्यकर्मी, साहित्यकारहरू आउनुहुन्थ्यो, उहाँहरूका कुरा सुन्थेँ, म प्रभावित हुन्थेँ। यी यावत कुराहरूले र त्योभन्दा पनि ठुलो कुरा त हामीले चाहिँ हाम्रो पहिलो सिकाइ भनेको चाहिँ आफ्नो बाको हुला समातेर, आमाको आँचलमा लुटिएर हजुरबा हजुरआमाले सुनाउने मिठा लोककथाहरू सुनेर नै हुँदो रहेछ जस्तो मलाई लाग्छ। यी सबै कुराहरू चाहिँ मेरा प्रेरणाका स्रोत हो। मैले एउटा सानो कृतिमा जोड्न चाहेँ हजुरलाई। सायामा हजुरको एउटा लाइन थियो कि प्रेम जति टाढा जान्छ त्यति नै गहिरो भएर फर्किन्छ भनेर। हजुरको कथाकी पात्र समर, सायाको जो विश्वव्यापी एउटा बजारीकरण भयो नि त, जो एउटा हाइपमा आइसक्यो नि त, त्यसपछि चाहिँ हजुरमा चाहिँ केही परिवर्तन, सुरुमा कथाकी पात्र लेख्दाखेरिको हजुर र समर र साया आइसकेपछि अझ हजुरको एउटा लाइन अझ पनि मलाई त्यो फिल हुन्छ है। पाठकले मागेपछि हजुरले साया लिएको हो नि त, समरमा त अलमोस्ट स्टोरी हामीलाई के भयो भन्ने थियो, हामीलाई जिज्ञासा नै थियो। तर पाठकले माग्नुभयो, त्यसरी मैले साया लिएँ भनिसकेपछि हजुरमा त्यो सुरुको हजुर र सायाको जो विश्वव्यापीकरण भइसकेपछिको हजुरको त्यो बिचको ट्रान्सफर्म के कस्तो थियो सर? समर लभ एउटा एकदमै नेचुरल्ली लेखेको कथा थियो। मभित्र एउटा कथाको मूल बुझिरहेको थियो। त्यसलाई चाहिँ मैले एकदमै आफूलाई निचोड्नसम्म निचोडेर लेखेर ल्याएँ। जसरी पुस्तक पाठकहरूको हातमा पुग्यो, उहाँहरूले पढेर त्यसमा दिनुभएको फिडब्याकले यति धेरै हौसला मिल्यो, यति धेरै प्रेरणा मिल्यो। मैले त्यस बेलामा फेसबुकमा एउटा स्टेटस हाल्दाखेरि पनि 100वटा कमेन्ट आयो भने 49वटा कमेन्ट चाहिँ समर लभको पार्ट 2 कहिले आउँछ भनेर गर्नुहुन्थ्यो उहाँले। बाँकी एउटा कमेन्ट अरू कुराहरू थियो, बिजी कमेन्ट हुन्थ्यो अथवा केही कमेन्ट हुन्थ्यो। कुनै कार्यक्रममा जाउँ, कुनै सभा समारोहमा जाउँ, पाठकहरूको सबैको प्रश्न यही हुन्थ्यो, समर लभको पार्ट 2 कहिले आउँछ? यो त एउटा प्रेम हो नि त, उहाँहरूले मागेको कुरा हो, दिनुहोस् न हामीलाई।
तपाईँसँग छ क्षमता, तपाईँले लेख्न सक्नुहुन्छ भनेर दिनुभएको मिठो माया हो। त्यो मायालाई मैले कसरी नकारौँ त भन्ने आफैलाई महसुस भयो। फेरि एकचोटि समर्पण पल्टाएर हेरेँ, कतै ठाउँ भेटिँदाखेरि कथालाई अगाडि विस्तार गर्ने, कथामा छुटेका कतिपय बाटोहरूलाई मैले अर्को किताबमा केही न केही रूपमा केही न केही ढङ्गले ल्याउन पो सक्छु कि भन्ने एउटा लोभले किताब पल्टाएँ। केही चित्रहरू मैले देखेँ जसलाई म भाग 2मा टाल्न पनि सक्छु जस्तो मलाई लाग्यो। त्यसैको प्रतिफलस्वरूप मैले लेख्न सुरु गरेँ र लेखेँ। व्यक्तित्वमा आएको परिवर्तन त त्यस्तो केही पनि छैन, तर पुस्तक लेख्नुभन्दा अगाडि र लेखिसके पछाडि चाहिँ एक किसिमले खाली महसुस भए भनौँ न। समर्पणको कथा सकियो, यी पात्रहरू सकिए, अब यसलाई डोर्याएर कहीँ जानु छैन, मेरो आफ्नो यात्रा पनि टुङ्ग्यो जस्तो लाग्यो। एउटा लेखकले जहिले पनि आफ्नो किताबमा आफ्नो कथामा लेखकले पात्रलाई पनि डोर्याउँछ, पात्र सँगसँगै आफू पनि डोरिन्छ, एउटा यात्रामा अरू पनि निस्कन्छ। र मलाई त्यो लेखिसकेपछि चाहिँ मेरो यात्रा टुङ्गियो, सकियो जस्तो लाग्यो। र त्यस पछाडि त्यो समरलभ, सम्पूर्ण समरलभको कथा भनौँ, समरलभ र साया भन्नु नै समरलभ हो, एउटै कथा हो, एउटै पात्र हो। त्यसको ह्याङओभरबाट म सम्पूर्ण रूपमा मुक्त भएँ र त्यस पछाडि अगाडि बढ्न मलाई सहयोग गर्यो। बाँकी त पाठकका प्रतिक्रियाका रूपमा चाहिँ सकारात्मक सुन्दर प्रतिक्रियाहरू पनि आए। कति राम्रो लेख्नुभयो, अब चाहिँ कथा पुरा भयो, अब मजा आयो भन्नुभयो। कतिपयले नलेखेकै भयो हुन्थ्यो, किन लेखेर बिगार्नु भयो, समरलभको अधुरोपना जुन थियो त्यसमै सुन्दरता लुकेको थियो। तपाईँले चाहिँ साया लेखेर कथालाई सुन्दर बनाउनुबाट वञ्चित गराउनुभयो भन्ने खालको आलोचना पनि खेल्नु पर्यो। सबै खालका प्रतिक्रियाहरू मेरो लागि स्वीकार्य नै छन्। हामी पाठकलाई चाहिँ हाम्रो त्यो प्यास मेटिए जस्तो भन्यो कि साया आइसकेपछि चाहिँ। तर एउटा इजोरियामा एउटा लाइन थियो, आफ्नै मनको आवाज सुन्न नसक्नेले अरूको आवाज चाहिँ कहाँबाट देखाउँछ र। हरेक कृतिमा कुनै न कुनै पाठकले रुचाएको या even हजुर लेखकले नै रुचाएको त केही लाइनहरू हुन्छन् नि। त्यही भएर चाहिँ म जान्न चाहिँ हजुरको कुनै त्यस्तो बेस्ट लाइन जो एकदमै हजुरलाई टच फिल भयो। यस्तो धेरै लाइनहरू छन्, मैले लेख्दाखेरि पनि धेरै इन्जोय गर्छु होइन। हरेक किताबमा केही न केही लाइनहरू त छन् नै, जसलाई म आफैले पनि लेख्दाखेरि एकदमै मन पराएको थिएँ, मजा मानेको थिएँ। त्यसलाई मेरा पाठकहरूले पनि धेरै नै माया गर्नुभएको छ। हरेक किताबमा छन्, त्यो चाहिँ अब समरलभमा पनि छ। रोएर चाहेको कुरा पाइने भए संसार आँसुमा उहिले डुबिसक्यो भन्ने लाइन छ, पाठकले धेरै मन पराउनु भयो। सायामा थियो एउटा लाइन, धेरै कुरा छन् जो आएर जान्छन्, केही यस्ता कुरा छन् जो आउँछन् मात्र मान्दैन नीति जान्छ, जस्तो कि कसैको याद भन्ने लाइन थियो। मनसुनमा थियो, सोचे जस्तै जो पाउँछु उसैसँग जीवन बिताउँछु भन्ने थियो। प्रिय सुनिमा थियो, प्रिय सुनिमा धेरै लाइन छ। प्रिय सुनिमा त म भन्नै सक्दिनँ, किनभने अन्तिमतिर पुगिसक्दाखेरि त्यो मोटिभेसनल पार्टहरूमा चाहिँ धेरै लाइन चाहिँ जिन्दगी तिमी आँसुको खरे लिएर आऊ, म मुस्कानको सागर लिएर पर्खिउँला भन्ने लाइन आफैमा मलाई एकदमै प्रेरणादायी मिठो पनि लाग्छ। इजोरियामा छ त्यसै गरी, चाहे त्यो सपनामै किन नहोस्, आफूलाई धेरै माया गर्ने मान्छेको हात छुट्टु भनेको त सास छुट्टु जस्तै हुँदो रहेछ भन्ने लाइन थियो। त्यो आफैमा मलाई मिठो लाग्छ। अहिले यहाँ पनि छन् होइन। त्यसैले अब यो लाइनहरूमा चाहिँ त्यो स्वाभाविक रूपले आइरहेछन् होइन। त्यसलाई लेखकले इन्जोय गर्यो भने पाठकले पनि इन्जोय गर्छ भन्ने मेरो मान्यता रहेको छ। मलाई चाहिँ त्यो समरलभमा एकदम टच भएको चाहिँ अतीतलाई अतीत गर्न त्यो 3टा शब्द यस्तो मिनिङफुल देखिने है पढ्दाखेरि पनि। तर हजुरको सबै कृतिमा हरेक हामी पाठकले हरेक शब्दमा आफूलाई भेटाउँछौँ कि त्यो पात्र मानौँ कि हामी नै हौँ जस्तो लाग्छ। मेरो कौतूहल त आज मेरो जिज्ञासा त सकिरहेको जस्तो छैन सर। तर आज चाहिँ हामी यो विशेष कुरा गरौँ हाम्रो यो कृतिको, यो हजुरको यो पुस्तकको बारेमा, चमेलीको फुल बैजनी रुमाल। तर यो कृति चाहिँ, यो कृतिको सोच चाहिँ कहिले कसरी आयो? खासमा इजोरिया लेखिसके पछाडि एउटा रिक्तता महसुस भयो। त्यो भनेको के भन्दाखेरि 500 पेजको मोटो किताब थियो, 4-5 वर्ष लगाएर एकदमै गहिरो रिसर्च गरेर लेखेको किताब थियो इजोरिया। अब फेरि त्यस्तै किताब तुरुन्तै म निकाल्न सक्छु कि सक्दिनँ भन्ने आफैलाई एउटा डाउट लाग्यो। त्यस पछाडि मैले के सोचेँ भने
मैले कथामा पनि कहिले फर्किनुपर्छ जस्तो लाग्यो। किनभने समरलभ, साया, मनसुन, प्रियसुपी र इजुरिया 5वटा उपन्यास लेखिसके पछाडि मलाई के महसुस भयो भने अब फेरि एकचोटि कथामा फर्कियो। कथामा फर्कियो भन्नाले सुरुको मेरो पहिलो किताब कथाकी पात्रमा कथा थियो, कथाहरूको सङ्ग्रह थियो। कथाहरूकै सङ्ग्रह निकाल्नुपर्छ भन्ने विचार आएर मैले 1.5 वर्ष लगातार अलिकति कथाकी पात्रहरूमा भएका कथाभन्दा अलिकति लामा कथाहरू लेख्ने प्रयास म किन नगरौँ भनेर मैले सोचेँ। त्यो सोचको प्रतिफल यो किताब पढ्न पुग्यो। यसमा लामो 7वटा कथा रहेका छन्। ती 7वटा कथालाई मैले 7वटा अलग समयमा लगातार लेख्नु परेन। एउटा कथा लेख्ने म लामो समय विश्राम लिन्थेँ, त्यस पछाडि अर्को कथा लेख्थेँ, एकदम लामै समय विश्राम लिन्थेँ। किनभने कथाको ब्रेनस्टर्मिङ, कथाको मस्तिष्क मन्थन एकदमै चलिरहन्थ्यो। अब अर्को कथा के लेख्ने, एउटा त लेखिसकेँ भनेर त्यसले लगभग 1.5 वर्ष 1.5 वर्ष लगायो र यो किताब यहाँको समक्ष आउन सफल भयो। हजुरले कति समय लगाउनु भएको छ भनेर हामी यो बुक पढ्दाखेरि नै फिल हुन्छ कि यसमा कति धेरै मेहनत छ भनेर। अनि मलाई चाहिँ एउटा जिज्ञासा चाहिँ के थियो भने चाहिँ चमेलीको फुल मैले हजुरको किताब प्रियसुपी, इजोरिया, समरलभ एकान्त शब्दमा थियो भने चाहिँ यो बुक चाहिँ कस्तो छ, चमेलीको फुल बोइजनीमा कस्तो कविता भने जस्तो छ नि त। त्यही भएर चाहिँ यो नाम चाहिँ कविताबाट कथा आयो कि कथाबाट कविता आयो यो चाहिँ जान्न मन थियो सर मलाई। नामको बारेमा पनि बडो रहिल्यै कुरा छ भन्छु म। यहाँले ठ्याक्कै नोट गर्नुभयो, सधैँ एउटा शब्द अथवा 2टा शब्दमा मेरो किताबको नाम सकिँदैन। मलाई किताबको विषयमा पनि हरेक किताब पछि अर्को किताब आउने बेलामा केही नयाँ गरौँ, केही फरक गरौँ, पहिलेभन्दा अझै यसको मेरो पाठकको दायरा अझै फराकिलो बनाउँ, त्यो लोभ सधैँ रहन्छ। त्यसैको नतिजा स्वरूप चाहिँ जब यो कथाहरूमा 7वटा कथाको एउटा सङ्ग्रह तयार भयो, त्यस पछाडि यसको नाम के राख्ने भन्ने विषयमा जहिले पनि मेरो टाउको दुखाइ हुन्छ। किताब प्रेसमा जाने बेला भइसकेको हुन्छ, केही 1 हप्ता 2 हप्ता अगाडि चाहिँ हामी नाममा छलफल गरिरहेका हुन्छौँ। अनि कथाभित्र किताबभित्रकै एउटा कथाबाट शीर्षक किन नराख्ने भन्ने विषयमा चाहिँ छलफल भयो। त्यो छलफल धेरै बेरसम्म चल्यो र 7वटा मध्येको एउटा कथा जसको नाम आफैमा लामो पनि थियो, यही नाम राखौँ न। किनभने 2 शब्दको 1 शब्दको नाम त राखेकै भयो यसमा, अब लामो पनि राख्यो। त्यहाँमाथि चमेलीको फुल बैजनीमा ठ्याक्कै यहाँले पत्ता लगाउनुभयो। त्यो बोलिरहँदाखेरि, वाचन गरिरहँदाखेरि अलिकति त्यसमा कविताको लय आए जस्तो, अलिक मिठास आए जस्तो, आफैलाई पनि मजा आउने खालको चाहिँ लाइन भयो। यो नयाँ पनि भयो, पढ्दा मजा पनि आयो। अब समस्या के छ भने पाठकलाई तुरुन्तै दिमागमा यसको शीर्षक कण्ठ नहोला होइन, तर कालान्तरमा यसको नाम बारम्बार लेखिराखेपछि, बारम्बार उच्चारण गरिसकेपछि यो किताबको नाम पनि कण्ठ हुन्छ। जस्तो हामी अहिले याद गर्छौँ भुपी शेषनको घुम्ने मेचमाथि अन्धो मान्छे, यो सुरुमा आउने बेलामा के रे घुम्ने मेचमाथि के रे भन्ने एउटा पक्कै पनि बस्दैन होइन। त्यो बिस्तारै भन्दा मान्छेहरू माझमा चाहिँ यति लोकप्रिय भयो, यति फिजियो। अहिले कसैलाई पनि घुम्ने मेचमाथि अन्धो मान्छे भन्ने बेलामा त्यो जीवन लग्दिँदैन, अट्मकिनु पर्दैन। त्यसै गरी म पनि आश गर्छु मेरो किताबको नाम पनि एक दिन पाठकहरूको चाहिँ जिब्रोमा कण्ठाग्र होस्, उहाँले एकदमै मायालु शब्द, मायालु भावसहित उच्चारण गर्नुहोस्, त्यो चाहन्छु। पाठकको मन र मस्तिष्कमा त बस्ने नै छ। यो किताब मैले फर्स्ट टाइम पढ्दाखेरि जब मेरो हातमा यो पुस्तक आयो, चमेलीको फुल बैजनी रुमाल भन्दाखेरि मेरो दिमागमा ठ्याक्कै 2टा रङ आयो। एउटा चमेलीको फुल सेतो रङ, बैजनी रुमाल 2टा रङ। अनि जब यो पुस्तक खोलेर पढ्दै जाँदा त 7वटा कथा थिए यो पुस्तकभित्रको। 7वटा कथाले सर 7वटा रङको फरक पर्सपेक्टिभ दिँदो रहेछ कि। त्यही भएर चाहिँ यो भलै पढ्दाखेरि हेर्दाखेरि 2 रङ छ, तर यो भित्र चाहिँ 7वटा रङ छ भने चाहिँ म पढिसकेको पाठकले चाहिँ म सबैजनालाई चाहिँ यति कुरा चाहिँ विश्वस्त चाहिँ गराउन सक्छु कि यो पुस्तकभित्र चाहिँ 7वटा रङ छ भनेर। अनि अर्को कुरा, यो पुस्तकको कथाभित्र गइरहँदा चाहिँ मलाई कस्तो अनौठो लागेको चाहिँ तपाईँले एक्स नाम राख्नु भने। नर्मली सबै पाठकहरू, सबै लेखकहरूले किताबमा केही न केही नाम त हुन्छ नै, तर त्यही एक्स वाइ जेड। अनि मलाई त्यो पढिरहेको छु, मेरो त कौतुहलता
के छ भन्दा यो नाम पात्रको नाम राख्ने थर चाहिँ कसरी आइन्छ हजुरलाई? कथा लेख्न सुरु गरेँ, पात्रको नाम के दिनुपर्छ होला भन्ने पनि सुरुमा आएको थियो, नआएको होइन। ठिक छ, लेख्दै जाउँ, अगाडि पात्रको नाम आयो। मलाई फेरि पात्रको नाममा पनि एकदमै सङ्घर्ष गर्नुपर्छ। मैले कथाको प्लट आइडिया किसिमले हुन्छ, पात्रको नाममा म हप्ता अडिएको छु। मसँग कथा छ, मलाई एकदम ऊर्जा पनि छ, नाम छैन, के नाम भनेर लेख्दै त भन्ने हुन्छ। मलाई एकदमै अप्ठ्यारो हुन्छ यो। कहिलेकाहीँ त एउटा नाम राखिदिएको हुन्छ, पछि पुरै कम्प्युटरमा चाहिँ टाइप गरेर रिप्लेस गरिरहेको हुन्छ नाम। तर त्यसरी रिप्लेस गर्न मजा आउँदैन, किनभने पात्रको नाम छनौट भइसकेपछि मात्रै तपाईँले त्यो पात्रप्रति किसिमको फिलिङ्स आउँछ। जब पात्रको नाम छैन भने तपाईँले वाक्य बनाउँदाखेरि खेल्न सक्ने ठाउँ पनि कम हुन्छ। पात्रको नाम छ भने धेरै ठाउँमा खेल्न सकिन्छ। तपाईँले त्यो चाहिँ कमसेकम मलाई महसुस हुन्छ। यहाँ पनि पात्रको नाम छैन, तर जब मैले कथा लेख्न सुरु गरेँ, एउटा पात्र आफ्नो चाहिँ एक्सको बिहेमा गएको बेलामा चाहिँ उसले के देख्यो त भन्ने कुरामा एक्स राखिदिए। लेख्दा त्यो एक्स नै हुँदै गयो। पछि अब अर्को पात्रको नाम चाहियो, उसको नाम के राख्ने? एउटा पात्रको नाम एक्स राखिसकेपछि अर्कोको चाहिँ अब ठ्याक्कै नामै राख्ने पनि भएन, अलिक नमिल्दो जस्तो दोहोऱ्याउनु भएर जान्छ। त्यही भएर एक्सको छेउमा वाइ छ भनेर मैले लेखिदिएँ। त्यसै गरी एक्स पनि आयो, वाइ पनि भइहाल्यो, एउटा जेड राखिदिएँ र एउटा चाहिँ कथा कम्प्लिट भयो। यो एउटा प्रयोग पनि भयो भन्ने मलाई लाग्छ। नाम ठ्याक्कै राख्नुपर्छ भन्ने छैन। हुन त मेरा अग्रज लेखकहरूले पनि यो प्रयोग गरिसक्नु भएको छ। मेरो आदरणीय लेखक चाहिँ ध्रुवचन्द्र गौतमले आफ्नो एउटा किताबमा, मैले पढेको एउटा किताबमा क ख ग राख्नु भएको छ। अर्को जाति भन्ने एउटा किताब थियो, उपन्यास, त्यसमा पात्रको नाम क ख ग राख्नु भएको थियो। मलाई त्यति बेला अचम्म लागेको थियो, त्यो मैले बिर्सि पनि सकेको थिएँ। अहिले मैले ठ्याक्कै यो एक्सवाइजेड भन्ने खाने कुरा सम्झना भयो मलाई। यो नौलो नयाँ कुरा के पनि गरेको होइन, तर भनौँ न अब त्यो बिर्सिसकेको डाक्टर साहबको चाहिँ बिर्सिसकेको किताबलाई कतिजना नयाँ पाठकहरूले बिर्सिसक्नु भएको छ, पढ्नु भएको छैन होला होइन। यो चिज आफैमा नयाँ पनि भयो, एक्सवाइजेड अलिकति मोडर्न एउटा एप्रोच सहित आयो भन्ने चाहिँ मलाई लाग्छ। तर त्योभन्दा पनि बेसी चाहिँ त्यो पात्रको नाम राख्नलाई कठिन हुन्छ मलाई। त्यही भएर एउटा बचाउ गर्न खोजेको, बचाउ गर्न गर्दा पछि चाहिँ राम्रै भइदियो भन्ने मलाई लाग्छ। हामीहरूलाई फेरि कस्तो रिलेटेबल भयो कि युवा भएर पनि होला, एक्स भन्ने बित्तिकै त्यो ब्रेकअप रिलेसनसिप भएर पनि अझ इन्ट्रेस्टिङ भएर अब एक्सवाइजेडमा के रहेछ त्यो हिसाबले चाहिँ हामीले अझ त्यसलाई रिलेट गर्न सक्यो। अनि हजुरको चमेलीको फुल बेन्जले म चाहिँ आई थिङ्क जति पनि पढ्नु भएको छ, हामी चाहिँ त्यो नाम खोजिरहेको छौँ कि कथा पढिरहेको छ, त्यो कहाँ छ। जब त्यो ठ्याक्क त्यो कथा आयो अनि वास्तवमा चमेलीको फुल बेन्जरमा के रहेछ त भन्ने चाहिँ त्यो उत्सुकता त सधैँ नै थियो। अनि जब तपाईँले त्यो गौरीका सिरिज साथै कोजिङ मलाई यसरी रिलेट गर्नुभयो नि सर, लिटरली नो वर्ड्स। त्यो हाम्रो समाजमा घटिरहेकै घटनाले जसरी तपाईँले दर्शाउनुभयो नि, त्यो मेरो प्रश्न चाहिँ हजुरलाई के थियो भनेपछि समाजमा घटिरहेको त्यो परिवेशलाई चाहिँ हजुरले एउटा कथाको मार्फत कसरी उतार्नुहुन्छ भन्ने चाहिँ प्रश्न थियो सर। समाजमा भएका कतिपय घटनाहरू चाहिँ आफ्नै हृदयमा, आफ्नै मस्तिष्कमा सुरक्षित भएर बस्छन्। कतिपय घटनाक्रमहरू एकदमै लामो समयसम्म बस्छन्। कतिपय घटनाक्रमहरू, कतिपय दृश्यहरू चाहिँ मस्तिष्कमा आएर ओझेल पनि भइहाल्छ कि हराएर पनि गइहाल्छ। जुन कुरा लामै समयसम्म बस्छ, जुन कुराले एउटा स्थायित्व कायम गर्न खोज्छ, मस्तिष्कमा एकदमै हलचल मचाउनु खोज्छ, भूकम्प ल्याउन खोज्छ, ती कुराहरू चाहिँ लेखिने विषयहरू जस्तो मलाई लाग्छ। चमेलीको फुल बैजनीमा शीर्ष कथा पनि त्यही हो। यो विषयमा म कुनै न कुनै रूपमा लेखौँ भनेर लागिरहेको छु। मलाई चाहिँ अहिले कतिपय अन्तर्राष्ट्रिय पुस्तकहरू पढ्दाखेरि पनि एलजिबिटीको चाहिँ कतिपय इस्युहरूलाई मैले बुझ्ने कोसिस गरेको छु। अब मैले धेरै त कहाँ बुझ्नु सक्नुला, मैले जति पनि देखेँ, बुझ्ने कोसिस गरेँ। अझ त्यसलाई चाहिँ नेपाली समाजमा एउटै लिङ्ग भएका दुई व्यक्तिहरूले चाहिँ कसरी आफ्नो प्रेमको अभिव्यक्तिलाई चाहिँ स्पष्टसँग चाहिँ अभिव्यक्त गर्न सक्दैनन् र उनीहरू भित्रभित्रै त्यसले के कस्तो चाहिँ भूमिका खेलिरहेको हुन्छ भन्ने कुरालाई एउटा मनोवैज्ञानिक ढङ्गले मैले थोरै उजागर गर्ने प्रयास मात्रै गरेको हो। त्यो हिसाबमा चाहिँ चमेलीको फुल बैजनी रुमालको कथाको चाहिँ कथाको रूपमा त्यसरी अवतरण भयो। बाँकीका कथाहरू त त्यही